मलाई चाहिँ घर बनाएर जग्गाबाट घर बनाएर राखिदिनु पर्यो अनि आठ सागरे जति पैसा दिनु पर्यो ले मित्रहरू भिडियो हेर्नुभयो नि त हेर्नु भएन भने के गर्नु जबरजस्ती हेर्नु भन्नु मिल्दैन सुकुम्बासीलाई चाहिँ खान दिनै छोड्यो त्यहाँ खानपान बन्द गरिसक्यो भन्छ सुनको दाँतले के चपाउने अब खडा भइदिए त साथीहरूलाई सुनको दाँत त्यसलाई के छ भने अब सुन भनेर मात्रै हुँदैन अब सुनको दाँत लायो भन्दैमा अब भन्ने कुरो चाहिँ हुँदैन होइन के चपाउने भन्ने कुरो अब बिस्तारै छ हुन्छ उहाँ आन्टी त जसरी बोल्नुहुन्छ चपाउनु पनि हुन्छ होला यसरी चपाउनु भयो भने चाहिँ नि धेरै कडा सरकारले के दियो भने तपाईहरु जानुहुन्छ म त अब त्यस्तै हो होइन यस्तै बेर मैले खबर लिएर पनि जान्थेँ मलाई त चाहियो कस्तो हाँसीले एकदम के अनुरोध त्यहाँबाट होल्डिङ सेन्टरबाट पछिहाले दिएर निसिदिन तपाईँको त्यहाँ चाहिँ जो दमन गर्न आउँछ त्यसलाई चाहिँ मैले खुकुरी सिधै होइन हान्छु गर्दनमा सिधै हान्छु होइन मतलब त्यस्तै हो वर्ग त्यस्तै म सिधै हान्छु म सिधै खान्छु भने त नि मलाई चाहिँ घर बनाएर जग्गाबाट घर बनाएर राखिदिनु पर्यो अनि आठ सागरे जति पैसा दिनु पर्यो अनि यस्तो माग गऱ्यो भने त कहाँबाट सक्नु भने जग्गा पनि दिनु पर्यो अरे आटा पनि दिनु अरे अनि घर पनि बनाएर बस्नु दिनु अरे यति सजिलो भयो त अब यो घर सबै बेचेर म पनि सुकुम्बासी भनेर एउटा घर 8 लाख माग त कडा आयो यो मागेको भन्नु रहे मैले काम गर्न सकिनँ मैले 15 वर्ष काम नगरेँ 15 वर्ष भएर चाहिँ काम नगरे अनि कसले पारेर बिचरा घुमेर खाने जाने भएर चाहिँ अहिले शरीरले काम गरेर खाऊ भने हुन्छ नि कडा बाटो हिँड्ने त रमिरहेको सुकुम्बासी होइन दुई टुक्रो जमिन दियोस् काठमाडौँमै मेरो पनि होइन मेरो पनि जग्गा क्याम्पले दिनु भयो त्यस्तो सुविधा पनि हुन्छ र त्यही त यस्तो सुविधा पनि हुन्छ तर अहिले चाहिँ यो माइती घर प्रायः मतलब यो भाइरलै हुनेलाई ससा लाने चट्टै यसो हल्का बोलिदिने काम पनि छैन जाउँ बोलिदिउँ जहाँ यसो भाइरल त हुन्छ भनेर नै आउँछ नि के अब यहाँ काठमाडौँमा राजधानीमा टक्क बसेर आनन्दले चाहिँ घर पनि बनाइदिनु जग्गा पनि दिनु भन्ने सुविधा हुन्छ अरे बाप रे यही के है नि वहाँ कान काट्ने भिजेर दिन्छ नि गाह्रो के भएर सट्टै बोलिहाल्नु भयो अहिले हिँड्ने गाह्रो छ बिचरा खतरा दिनुभयो त खतरा दिनुभयो खतरा मरेको 75 वर्ष भयो हैन उहाँको जन्मेको को मरेको 75 वर्ष भयो के भन्नुहुन्छ हौ राजा मर्दा बरु कति मान्छे रुएको थिए अब यिनी मर्दाखेरि त सबैजना हाँस्ला जस्तो छ सबैजना उसको परिवारै मर्दा सबैजना हाँस्ला जस्तो छ के बोले के बोल्छन् के बोले आन्टीजी के बोले भाइ के बोले 24 घण्टा भइसक्यो आज खान नपाएको बासीहरुले छ नि उपचार पाएको छैनन् रातपुर दिनुस् रोकेट होइन सुकुम्बासीलाई असम्भव सबै पीडित छैन सबै पीडित हो कि होइन असम्भव
असम्भव। अब झ्याप्पे ल्याएर मित्रहरू स्वागत छ।